हेलो खुबसुरत पिपुल ल हाम्रो यहाँ झुरझुरी एरियामा चाहिँ होइन यसरी यो मलाई जहाँसम्म लाग्छ जङ्गलबाट चाहिँ रोडतर्फ आएको अजिङ्गर हो होइन। यो अजिङ्गर धेरै पुरानो पनि होइन, यो धेरै बुढो भइसक्यो अजिङ्गर होइन। यो 3 देखि 4 महिना उमेरको अजिङ्गर हो होइन। अनि यो अजिङ्गर चाहिँ यसरी मरेको रहेछ। अब यसलाई सायद अब गाडीले हाने हो कि अब मारेको हो कि मलाई थाहा छैन होइन। किनकि अब यो अजिङ्गरहरू भनेको चाहिँ अजिङ्गर बचाउ अभियानमा अहिले मान्छेहरूले कस्तो कस्तो रेस्क्यु टोलीहरू बनाएर होइन, स्नेक रेस्क्यु गर्ने मान्छेहरूले चाहिँ अजिङ्गरहरू टोली चाहिँ आएर यो रेस्क्यु गर्छ होइन। यदि कोही कसैले घर वरिपरि होइन, आफ्नो गोठमा आफ्नो घर वरिपरि भएको झाडीहरूमा यसरी अजिङ्गरहरू आयो भने चाहिँ सकेसम्म नमारिदिनु होला होइन। किनकि यो मार्नु भनेको चाहिँ अब हाम्रो पर्यावरणलाई नि एउटा असर गर्छ। त्यही माथि यो अजिङ्गर बचाउ अभियानमा चाहिँ एकदम अहिले राम्रो राम्रो अब मान्छेहरूले चाहिँ रेस्क्यु टोलीहरू बनाएर यसलाई चाहिँ उद्धार गरिरहेको हुन्छन्। यदि कोही कसैले देख्यो भने तपाईँहरूले पनि मार्नेतिर भन्दा पनि उद्धार गर्ने टोलीहरू अहिले त्यो इन्टरनेटमा चाहिँ छ्यापछ्याप्ती नामहरू फोन नम्बरहरू आउँछ होइन, बोलाएर चाहिँ उद्धार गर्नलाई चाहिँ सहयोग गरिदिनु होला। यसरी मारेर चाहिँ नफालिदिनु होला है। धन्यवाद।